भौतिक पूर्वाधारहरू निर्माण हुनुको साथसाथै खेलकुदका लागि पनि त्यसको पूर्वाधारहरू निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता छ र यसैलाई मध्यनजर राखेर 6 महिनाका जति विद्यालयहरू राष्ट्रपति रनिङ सिल्डमा अनुशासित ढङ्गबाट सहभागी हुनुभएको छ सबैलाई म हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। खेलकुदमा जित्ने विद्यार्थीहरूका लागि उहाँहरूको प्रगति र उन्नतिका लागि कामना गर्न चाहन्छु। प्रतिस्पर्धामा दोस्रो स्तरमा रहनुभएका विद्यार्थी भाइ बहिनीको आगामी दिनमा उहाँहरूको स्तर अझै बढेर प्रथम आउन सक्ने एउटा कामना पनि व्यक्त गर्न चाहन्छु। 6 महिना नगरपालिकामा जुन यो राष्ट्रपति रनिङ सिल्ड खेलाउनका लागि यहाँ खेलकुद समिति, शिक्षा शाखा, नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू र प्रत्येक विद्यालयका शिक्षक र व्यवस्थापन समितिका साथीहरूले हजारौं खर्च गरेर विद्यालयको हजारौं खर्च गरेर यो कार्यक्रममा सहभागी बन्नुभएको छ र सहभागी गर्दा स्कुललाई सहजता छैन, तर त्यो सहजता नभए तापनि उहाँले अत्यन्त कठिन समस्याका बावजुद पनि खेलकुदलाई प्राथमिकता दिएर यो खेलकुदमा सहभागी गराउनु भएको छ। यसले हारजितको कुरा मात्र नभएर हाम्रो एक आपसमा समझदारी, मित्रता को एउटा प्रगाढ हुँदै गइरहेको पनि मैले महसुस गरेको छु। हिजोका दिनमा संस्थागत विद्यालय र सामुदायिक विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू एक ठाउँमा बसेर खेलकुद गर्ने, एक ठाउँमा शैक्षिक उन्नयन र विकासका लागि छलफल गर्ने, अन्तर्क्रिया गर्ने वातावरण बन्न सकेको थिएन। आज हामीले हेरिसक्यौँ संस्थागत विद्यालयका प्रहजीहरू र सामुदायिक विद्यालयका प्रहजीको मैत्रीपूर्ण जुन फुटबल कार्यक्रमले पनि हामीलाई प्रमाणित गरिसकेको छ। यत्रो राम्रो मित्रता साथ उहाँहरूले खेल प्रदर्शन गर्नुभयो र आगामी दिनमा पनि उहाँहरूको जुन सहकार्य र एकता छ त्यसले गर्दा 6 महिनाको सम्पूर्ण शैक्षिक विकासका लागि यो कोसेढुङ्गा साबित भएको छ भन्ने मैले महसुस गरेको छु र